होइन त्यो त त्यो नगरेर पुलिसकै मास्टर माइन्ड के हिसाबले चाहिँ अबदेखि स्कुलहरू यति विवाद गर्ने मास्टरले रोक्दैन होइन त्यो त साडी र चस्मा लाउँदैमा टिचरै हुन्छ भन्ने छैन नि त त्यो त पर्सेप्सन त म चेन्ज गर्न सक्दिनँ नि त मान्छे होइन मैले त यो टिचरै हो टिचरले नै साडी र चस्मा लाउँछ भनेर त मैले काहीँ भनेको थिइनँ त्यो त मेरो लुक थियो एउटा क्यारेक्टरको होइन चस्मा लाउने छोरीले पनि चस्मा लाउने हामी एकदमै पढन्ते फ्यामिली हो त्यो फिल्ममा चाहिँ एकदमै धेरै पढेको एकदम एकाडेमिकली एकदम हाई हाम्रो फ्यामिली चाहिँ मुभीमा त्यस्तो खालको स्टोरी लाइन छ कि तर अब त्यो एउटा पर्सेप्सन मात्रै भएको हो अब त्यसलाई हामीले जान्दैन बनाएको पनि हुन्छ त्यस्तो होला भनेर सोचेको पनि थिएन कहिले पनि त्यो वेमा जाला भनेर तर कहिले पनि हामीले कतै पनि यो एउटा टिचरसँग रिलेटेड या टिचिङ सम्बन्धी मुभी हो भनेर सायद कहीँ भने पनि थिएनौँ हाम्रो फर्स्ट मटेरियल आएदेखि त्यो कहीँ रिफ्लेक्ट पनि भएको थिएन खासमा र साँच्चै पनि त्यो लाइनअपसँग रिलेटेड केही पनि छैन सो अब अहिले चाहिँ मान्छेहरूले ट्रेलर टिजर हेर्दै गइसकेपछि नाउ चाहिँ आई थिङ्क देव अन्डरस्टुड कि यो चाहिँ मोर एउटा अब हाम्रो फन्टीहरू देख्दाखेरि पनि जसरी लेखिएको छ त्यहाँबाट त्यो जुन थ्रिल छ त्यहाँबाट चाहिँ यो चाहिँ एउटा पर्फेक्ट मास्टर माइन्ड मास्टर प्लान यो गेमहरू रहेछ यो विषयमा कसरी उनीहरूले ट्याकल गर्ने सो अब चाहिँ आई थिङ्क त्यो अन्डरस्ट्यान्डिङ धेरै नै आइसकेको छ अहिले चाहिँ अब हामीले पनि एकदमै एक्सेसिभली प्रमोट गरेर हिँडिरहेछ नि त विषयवस्तु स्टोरी यस्तो हो भनेर धेरै ठाउँमा बोलेपछि त अब चाहिँ आई थिङ्क छर्लङ्गै नै सबैजनालाई थाहा भइसक्यो जस्तो लाग्छ अहिले चाहिँ त्यो बाहिर म्याथ पढाउने भन्ने शब्द फेर्दै गीत गाउँदा हुँदैन किताबै दिए त्यति एउटा शब्द पनि फेर्न मानिएन गीतै आखिरी रोकियो त्यस्तो कारण चाहिँ के नै थियो होइन नमानेको होइन हामीले नै हटाइदिएको हो त्यो शब्द चेन्ज गर्दा हुन्थ्यो गर्दा हुन्थ्यो हामीले नै नगरेको हो कि अब सक्यो यो यदि यसले यदि कसैको गएको छ कुनै पनि पार्टले भने यसलाई शब्द चेन्ज केही चेन्ज हामी यो ल्याउँदैनौँ भनेर हामीलाई त ल्याएको भए त फाइदै हुन्थ्यो होला नि त होइन तर हामीले नै त्यो चाहेनौँ किनभने हाम्रो लागि चाहिँ एउटा राम्रो चलचित्र बनाऊँ यस्तो विषयवस्तुमा बसेर काम गरौँ भन्ने थियो कसैको पनि यो इन्टेन्सन थिएन कि यस्तो होस् यसमा हामी म अझै फाइदा खोज्छु भन्ने थिएन कि मेरो लागि चाहिँ 1% पनि थिएन त्यसले गर्दा जब थाहा भयो कि मान्छेहरू अलिकति चित्त दुख्यो होइन हामीले सोचेको भन्दा गलत इन्टेन्सनमा जाने बित्तिकै मेरो लागि त यो बाहेक अरू विकल्पै थिएन कि यो गीतै आउट हो र यो गीत कहिले पनि अब बाहिर आउँदैन नै थियो मेरो लागि चाहिँ सो त्यस्तै बाटोमा नि लाग्छ ठिक गर्यो भनिएर धेरै कसरी गाली गरेर चाहिँ विरोध गरेर पछि ठिक गर्यो भनेर विपत्तिको भयो होइन अब आई थिङ्क आफूले रियलाइज जब गर्छौँ कि यस्तो भयो यो मैले गर्न खोजेको थिएन भनेर एउटा तपाईँले जब माफी माग्नुहुन्छ तब आई थिङ्क अधिकांश मान्छेले माफी दिनु नै हुन्छ कि किनभने माफी माग्नु पनि ठुलो कुरा हो र माफी दिनु झन् ठुलो कुरा हो अनि स्पेसली जब हामीले अनेस्ट मनले चाहिँ यो एउटा अनेस्ट मिस्टेक थियो हामीले चाहेर या जानेर गरेको होइन भनेर भन्दै गर्दाखेरि त आखिर दर्शकले पनि त माया त गर्नुहुन्छ नि त हामीलाई चित्त दुखेको पनि त माया गरेरै हो नि त माया गरेरै चित्त दुखेको हो नत्र भने त यसलाई त गाली गर्दै गर म पनि गर्दै गर्छु भन्ने पनि अप्रोच हुन्थ्यो होला तर मेरो त्यो अप्रोच होइन म त्यस्तो खालको कलाकार पनि होइन सो सायद त्यो पनि देख्नु भएर होला र कहिलेकाहीँ भनेको हिँड्ने मान्छे नै लड्ने हो तर लडेपछि पनि आफू फेरि उठेर आफूलाई सम्हालेर त्यहाँबाट ठुलो सिक लिएर अगाडि बढ्नु पनि ठुलो कुरा हो त्यसले गर्दा आई थिङ्क त्यो च्याप्टर हामीले धेरै नै पछाडि क्लोज गरेर एक्चुअल फिल्मको विषयवस्तुहरू लिएर अगाडि बढिसक्दा अब चाहिँ सबै दर्शकले थाहा पनि पाइसक्नु भयो मुभी एक्चुअली के को बारेमा हो के रहेछ र अलिकति एक्साइटमेन्ट पनि छ जस्तो मलाई फिल पनि भइरहेछ किन यो जनर त्यति साह्रो एक्सप्लोर भएको छैन यो जनरमा धेरै फिल्म बनेको छैन त्यसले गर्दा आई थिङ्क अलिकति योभन्दा धेरै टेन्सन फेस गरिसकेँ लाइफमा व्यक्तिगत पर्सनल टेन्सन व्यवसायिक चाहिँ भएन व्यवसायिक त लाई म बिग्रिँदै लिँदैन क्या दाइ व्यवसायिक आउँदै गर्छ त्यो जाँदै गर्छ कि अब त्यस्तोमा पनि टाउको फुटाएर बस्यो भने त मान्छे पागल हुँदैन जस्तो लाग्छ क्या मलाई सबै पार्ट अफ लाइफ हो हरेक चिजले एउटा लर्निङ सिकाउँछ हरेक चिजले कहिले लडाउँछ कहिले सफलता दिन्छ कहिले तपाईँले सोध्दै नसोचेको कुरा सिक्नुहुन्छ तर एभ्रिथिङ स्टेपिङ स्टोन हुन्छ जस्तो लाग्छ क्या लाइफमा त्यसले तपाईँलाई अझ धेरै बौद्धिक बनाउँछ अझ धेरै मेच्योर बनाउँछ उमेरले पनि मेच्योर हुँदै गइरहेको हुन्छ सिकाइले पनि मेच्योर हुँदै जान्छ अनि लाइफै त्यही हो जस्तो लाग्छ मलाई मास्टरनीले अबका दिनमा अझ राम्रो मास्टरनी बनाउँछ डेफिनेटली एज अ मेकर कतिको च्यालेन्जिङ हुन्छ यो जर्नी तपाईँ त आर्टिस्ट पनि हो अघि पनि हो तर मेकर पनि बन्नुभयो नि त हुँदो रहेछ भनेर के एक्सपिरियन्स च्यालेन्ज त डेफिनेटली तपाईँ एउटा कलाकारबाट बाहिर निस्किएर मेकरमा जाने बित्तिकै च्यालेन्ज अलिकति भइहाल्यो किन सबै तपाईँकै पाटोमा आउने भयो नि त तपाईँको रेस्पोन्सिबिलिटीमा हुने भयो
तर मलाई के फिल भयो भने अलिकति प्रिपेयर भएर तपाईँलाई ठ्याक्कै थाहा भयो चाहिँ म यसरी गर्छु भन्यो भने चाहिँ च्यालेन्ज असहज चाहिँ हुँदैन कि अब च्यालेन्ज त भइहाल्यो नि एउटा काम गर्नुपर्ने ठाउँमा 5वटा गर्नु परेपछि अलिकति च्यालेन्ज भइहाल्छ तर त्यसको लागि तपाईँसँग डेडिकेटेड टिम छ तपाईँलाई नलेज छ कि म यसरी गर्छु भन्ने भयो भने चाहिँ अलिकति गाह्रो चाहिँ हो तर असहज चाहिँ हुँदैन त्यो चाहिँ मैले फिल गरेको सो अलिकति नलेज चाहिँ हुनु पऱ्यो कि तपाईँ के गर्दै हुनुहुन्छ तपाईँ किन गर्दै हुनुहुन्छ त्यो नलेज चाहिँ चाहिन्छ जस्तो लाग्छ कसले पनि त्यही आएर सबैले मन पराएको छ त्यो पहिलाको अघि उहाँले सोधेको बिर्स्यो क्या यो गीत पनि बरुमा यसैलाई सुरुमा ल्याएको भए हुन्थ्यो कि जस्तो पनि लाग्छ कि लाग्दैन कहिले काहीँ यो अहिले गीत क्या पछिल्लो गीत त्यो भएको त अर्कै माहौल अझै राम्रो बन्थ्यो अनि यसले सुधारेको छ क्या हाम्रो अनुभवमा चाहिँ त्यसले सुधार हो क्या सुधार गर्नु के होला कस्तो होला डे वानदेखिको एउटा एज्युम गर्नु न भदौ 5 पछिको सिनेरियो कस्तो इमेजिन गर्नुहोस् यहाँ अब अहिलेको टाइममा आई थिङ्क हामीले जति पनि सक्दो तपाईँ जहिले पनि आत्तिर डिप्रेसनमै जानुहुन्छ नि त भन्नुको मतलब राम्रो काम गर्ने हो राम्रो मुभी बनाउने हो अनेस्टीको साथ काम गर्ने हो अनि त्यसपछि सक्दो प्रचार गर्ने त्यसपछि तपाईँले छोडिदिने हो कि दर्शकको हातमा अनि त्यसपछि सिनेमाले आफै बोल्नुपर्छ हो अब त्यो टाइममा पनि अझै प्रचारको थ्रु मान्छेलाई घर घरमा तपाईँले एक्टिभेसन गराउन सक्नुभयो अझै मान्छे हलमा ल्याउन सक्नुभयो त्यो डिफ्रेन्ट कुरा हो तर तपाईँको सिनेमा आफै बोलेर भोलि माउथ पब्लिसिटी पनि मान्छे आउन थाल्यो भने सो फ्युचर यस्तो तपाईँले के सोच्नु मलाई के लाग्छ भने भोलि यस्तो फ्युचर जे पनि हुनसक्छ म आफ्नो ठाउँमा बसेर खुसी छु मैले राम्रो फिल्म बनाएँ आफ्नो फर्स्ट टाइममा मैले केही कसर छोडिनँ मैले राम्रो गरेँ म यहाँ बसेर फिल्म हेर्दाखेरि म खुसी छु भन्यो भने त्यसपछि तपाईँले छोडिदिनुपर्छ जस्तो लाग्छ क्या मलाई र त्यो चाहिँ छोडिदिएको छु मैले अब चाहिँ अहिलेको मेरो छैन भेटेको भए मास्टर नै यति चाँडो र अहिले पनि बन्दैन थियो होला सायद बन्दैन थियो किनभने यो मुभीको आइडिया मसँग 1.5 वर्षदेखि थियो होइन शुभेन्दुजी मेरो लागि क्याटलिस्ट बनेर आउनु भएको क्या मेरो लाइफमा अनेस्टली भन्नुपर्दा एउटा क्याटलिस्ट हुन्छ नि घचेरे घचेरे गर्ने टाइपको सो त्यो घचेरे मान्छे अलिकति थिएन जस्तो लाग्यो मेरो लाइफमा होइन अनि उहाँसँग एउटा एक प्रकारको कुराकानी ट्युनिङ मिलिसकेपछि उहाँले घचेरिदिनु भयो अनि त्यसपछि आफ्नो भिजनलाई लाइफमा ल्याउनको लागि त अब जे गर्नुपर्ने सायद सबै चिज मैले गरेँ यो कन्सेप्टमा फिल्म बनाउँछु भन्ने हजुर यो कन्सेप्टमा फिल्म बनाउँछु भन्ने चाहिँ कति छ हजुर 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 भन्ने किन यो अलिकति खुसी जनाउनु होइन मेरो फेभरेट जनर हो यो मलाई क्राइम थ्रिलर एकदमै मनपर्छ र मलाई के लाग्छ भने नेपालमा सबै प्रकारको जनर पस्किनुपर्छ जस्तो लाग्छ कि र अहिले यस्तो माहौल छ धेरै मान्छेले आँट्नु पनि हुन्न जस्तो लाग्छ किन वान ट्र्याक मुभी चलिरहेछ वान ट्र्याक मुभी मात्रै बनिरहेछ र त्यही मुभीमा मात्रै पनि सफलता अलिक धेरै हासिल भइरहेको भएर चाहिँ त्यो रिस्क टेकर्स अलिकति कम भएको म फिल गरिरहेको छु होइन सो यस्तो बेलामा हामी अलिकति जे भए पनि चलचित्र बुझेको मान्छेहरूले चाहिँ यो रिस्क लिदियो भने चाहिँ अरू धेरै मान्छे जसलाई डिफ्रेन्ट जनरमा मुभी बनाउन मन लाग्छ उहाँहरूले रिस्क लिनलाई अलिकति आँट्नुहुन्छ कि भन्ने सोच्ने पनि हो र मलाई आफैलाई मेन त पर्सनल मनपर्ने जनर भएको भएर चाहिँ ल नि त यही जनरमा बनाऊँ भन्ने चाहिँ मेरो आफ्नै पर्सनल चोइसले गर्दा डिरेक्सन मैले खास गरिसकेँ होइन खालि ठुलो पर्दाको चलचित्र मात्रै नगरे हो सर्ट फिल्मदेखि सिरिज सबै गरिसकेका थिएँ एक मनमा यो डिरेक्सन पनि आफै गर्छु भन्ने पनि थियो तर टपिक अलिक हेभी थियो र प्रोडक्सन पनि गर्ने कलाकार पनि खेल्ने अनि डिरेक्सन पनि गर्दा ठुलो फिल्मलाई पहिलोचोटिमा एकदमै धेरै स्ट्रेन पर्ला कि भनेर पनि मलाई खास 1.5 वर्ष त्यो मान्छे खोज्नलाई पनि लागेको हो तर जब शुभेन्दुजीसँग भेटेँ आई थिङ्क अहिले मैले यो भन्न राइट नै हुन्छ होला कि यति धेरै डिसिजन्स हामीले कलेक्टिभली गरेको छ कि मैले पनि उहाँलाई हात छोडेर तपाईँ जस्तो बनाउनुहुन्छ बनाउनुहोस् भनेर कहिले पनि छोडिदिएको छुइनँ होइन लास्ट मिनटसम्म इभन एडिटदेखि ब्याकग्राउन्डदेखि सबै चिजमा म एकदम हाबी भएको छु यो फिल्ममा भन्नुको मतलब कि मेरो एउटा भिजन थियो जसमा चाहिँ मलाई लाइफ ल्याउन मन थियो जसमा एउटा एज अ क्याटलिस्ट शुभेन्दुजीले राम्रो काम गर्नुभयो उहाँले फुल फिल्म डिरेक्ट गर्नुभयो तर त्यसमा जस्तो 60% उहाँको हात थियो भने सायद 40% मेरो इक्वल इन्भल्भमेन्ट पनि थियो कि त्यसले गर्दाखेरि डेफिनेटली सेकेन्ड फिल्म सायद त्यस्तै खालको जनर आयो जहाँ मलाई इन्ट्रेस्ट छ र कथा मलाई क्लोजली थाहा भएको जस्तो यो त मेरै कथामा बनेको फिल्म भएको भएर त्यस्तै कथा आयो भने चाहिँ डिरेक्सन पनि गर्छु डेफिनेटली वाइ नट स्क्रिप्ट राइटरलाई हजुर यहाँ आफैले पनि लेखिसक्नु भएको छ हजुर यो स्टोरी स्टार्टमा मैले नै आफै नै लेखा हो स्क्रिप्टले सबै चिज डायलग्समा पनि हामी दिनरात बसेरै काम गरेर लेखेको हो होइन सो योभन्दा रङ चाहिँ हुँदैन कि हाम्रो दिमागमा जुन आएको भिजन थियो त्यसैलाई नै 100मा एटलिस्ट 90 चाहिँ उतार्न खोजेको छौँ है हामीले चाहे त्यो तपाईँले भने जस्तो प्याच वर्क गरेर होस् कि रिसुट गरेर होस् कि अन्तिम दिनसम्म पनि अझै एक सर्ट मलाई पुगेन भनेर खिचेर होस् कि होइन त्यसमा चाहिँ कुनै कसर चाहिँ छोडेको छैन हामीले चाहिँ त्यो एउटा विषयलाई लाग्छ यसको कथा चाहिँ कहिले तयार पार्नु भएको भिडियोमा तयार भएको कतिको कथा
वान लाइन स्टोरी भनौँ न वान लाइन जस्तो टाइपको आएको धेरै भइसकेको थियो मैले सिमरनलाई त बेहुली फ्रम बेगौलीको प्रिमियरमै कुरा गरेको थिएँ यस्तो यस्तो एउटा क्राइम थ्रिलर बनाइरहेको छु म तिमीसँग काम गर्छु भनेर अनि पछि मैले सिमरनलाई फोन गर्दा सिमरनले त्यतिखेर त मलाई तपाईँको अगाडि लागेको थियो जसले पनि आएर प्रिमियरमा काम गर्ने भन्छ कसैको फोन आउँदैन भनेर लागेको थियो क्या उसलाई तर मैले लगभग 1-1.5 वर्षपछि उसलाई कल गर्दा चाहिँ उसले ओ माई गड दिदीले त्यतिखेर भन्नुभएको थियो भन्ने फिल चाहिँ भएको थियो अरे सो अघि मैले भने जस्तै एउटा आर्ट मात्रै नआइरहेको थियो कि जुन सुवेन्दुजी लाइफमा आएपछि त्यो क्यारेक्टर रूपमा पुस चाहिँ भयो तर यस्तो खालको बनाउँछु यो मेरो यो क्लाइम्याक्स यो यस्तो हुन्छ यो हुन्छ टाइपको एउटा दिमागमा चाहिँ घुमेको मेरो धेरै धेरै लामो समयदेखि चाहिँ एउटा स्टोरी लाइन चाहिँ त्यहाँको तर पहिले भिड भएको थियो नि त अनि त्यो अलिकति नर्भसनेस अलिकति त्यो रेस्पेक्ट पनि हो तर त्यो हुन्छ नि त्यो भुल्नुहुन्छ कि हुँदैन यसरी भन्ने तर बिस्तारै त्यो आफै दिदीले नै आफै कम्फर्ट पार्दै गएपछि अनि अहिले गएर लाइक भेरी क्लोज जे पनि भन्नुहुन्छ मलाई एकदमै सफ्ट हुनुहुन्छ नि त रुवा जस्तो मान्छे तर त्यो पहिलेदेखि देखेको भएर एउटा हुँदो रहेछ कि अलिकति जस्तो सिनियर भइसक्छ भन्नुहुन्छ कि हुँदैन सबैजना अब के बोल्ने भनेर जस्तो हुँदो रहेछ कि चुपचाप लगाएर बस्नु त्यस्तो भएको तर बिस्तारै गट भेरी कम्फर्टेबल गट भेरी क्लोज अहिले त लाइक यसरी हान्दै कुरा गर्दै गर्दा हुन्छ होइन सो द्याट कम्फर्टेबल सो अनि अरू एज अ को एक्टर त एज एन एक्टर म आई कान्ट से एनिथिङ अबाउट इट अनि त्यो अडियन्सहरूले एकदम मन पराउनुहुन्छ उहाँलाई मैले पनि पहिल्यैदेखि हेर्दा आएको भने मलाई त्यो आई रिमेम्बर त्यो सिरिज थियो नि हजुरको सृष्टि कृष्ण आई लभ द्याट कस्तो राम्रो काम लागेको मलाई अनि एज अ प्रड्युसर पनि त्यो त्यत्रो धेरै उहरू भइरहेको थियो यता काम एक्टिङ पनि भइरहेको थियो यता प्रोडक्सन चाहिँ कस्तो मजाले ह्यान्डल गर्ने कि दिदीले किन हामीलाई कहिले पनि त्यो हामीसँग जाने बित्तिकै स्विट प्रब्लमहरू त भइरहन्छ प्रोडक्सनमा के इस्युजहरू भइरहन्छ के मिलिरहन्छ त्यो पनि त कहिले पनि देखाइसकेन कि सधैँ त्यस्तै भइसक्यो अनि त्यो ट्रेनमा चाहिँ ह्यान्डल गरिसकेपछि चाहिँ मलाई एकदम राम्रो उहाँ त ठ्याक्कै स्पेस पाए पनि जति नै स्पेस पाए पनि उसले एकदम अब्बल काम गर्न सक्ने तर अब कहिलेकाहीँ नियत नै होइन म मेरो लाइफ फिल्म बनाउँछु अरू जेसुकै होस् भन्ने पनि हुन्छ नि त कहिलेकाहीँ पात्रको नाममा राखेको छ तर खासै केही मिठी क्यारेक्टर पनि छैन किन राखायो यो पात्र यसको ल्यान्डिङ पनि छैन ओपनिङ पनि छैन भन्ने हुन्छ नि कहिलेकाहीँ त्यस्तो बेलामा चाहिँ हो आई थिङ्क एकदम असर पर्ने तर एज अ तपाईँको नियत एज अ मेकर राम्रो छ र तपाईँले ल 50 तपाईँको पात्र छ तर सबैजना निडेड छ त्यो पात्र त्यो स्टोरीको लागि र तपाईँले न्याय गर्ने क्यारेक्टर राख्नुभयो भने 50 जनै हुन्छ होला त्यो फिल्ममा त्यो मेरो सोच चाहिँ फिल्म बन्ने खतरा हुन्छ भन्छ नि हजुर चलेका कलाकार बढी राख्यो हजुर फिल्म बन्छ भन्छ नि यस्तो खतराबाट कति हुन्छ होइन मैले भने नि नियतको कुरा हो कि तपाईँले किन राख्दै हुनुहुन्छ त्यो इम्पोर्टेन्ट छ राख्नको लागि मात्र राख्नुभयो भने चाहिँ त्यो गजानगुजुल हुन्छ तर सबैको पात्र आफ्नो ठाउँमा इम्पोर्टेन्ट छ र एउटा सही क्यालकुलेसन गरेर तपाईँले राख्नु भएको छ भने चाहिँ 5 मिनटमा पनि कहिलेकाहीँ मान्छेले फ्रीमै खाइदिन्छ त्यो कलाकारले तर त्यो त दिन पऱ्यो नि त त्यो लेभलको स्पेस दिनु पऱ्यो नि त त्यो सबै मेकिङमा भरे नियतमा भर पर्छ तपाईँले स्पेस पाए पनि जति नै स्पेस पाए पनि उसले एकदम अब्बल काम गर्न सक्ने तर अब कहिलेकाहीँ नियत नै होइन म मेरो लाइफ फिल्म बनाउँछु अरू जेसुकै होस् भन्ने पनि हुन्छ नि त कहिलेकाहीँ पात्रको नाममा राखेको छ तर खासै केही मिठी क्यारेक्टर पनि छैन किन राखायो यो पात्र यसको ल्यान्डिङ पनि छैन ओपनिङ पनि छैन भन्ने हुन्छ नि कहिलेकाहीँ त्यस्तो बेलामा चाहिँ हो आई थिङ्क एकदम असर पर्ने तर एज अ तपाईँको नियत एज अ मेकर राम्रो छ र तपाईँले ल 50 तपाईँको पात्र छ तर सबैजना निडेड छ त्यो पात्र त्यो स्टोरीको लागि र तपाईँले न्याय गर्ने क्यारेक्टर राख्नुभयो भने 50 जनै हुन्छ होला त्यो फिल्ममा त्यो मेरो सोच चाहिँ फिल्म बन्ने खतरा हुन्छ भन्छ नि हजुर चलेका कलाकार बढी राख्यो हजुर फिल्म बन्छ भन्छ नि यस्तो खतराबाट कति हुन्छ होइन मैले भने नि नियतको कुरा हो कि तपाईँले किन राख्दै हुनुहुन्छ त्यो इम्पोर्टेन्ट छ राख्नको लागि मात्र राख्नुभयो भने चाहिँ त्यो गजानगुजुल हुन्छ तर सबैको पात्र आफ्नो ठाउँमा इम्पोर्टेन्ट छ र एउटा सही क्यालकुलेसन गरेर तपाईँले राख्नु भएको छ भने चाहिँ 5 मिनटमा पनि कहिलेकाहीँ मान्छेले फ्रीमै खाइदिन्छ त्यो कलाकारले तर त्यो त दिन पऱ्यो नि त त्यो लेभलको स्पेस दिनु पऱ्यो नि त त्यो सबै मेकिङमा भरे नियतमा भर पर्छ तपाईँले